हेलो साथीहरू, आज हामी नेपालमा भएको रामसार साइट्सहरूको बारेमा हेर्न गइरहेको छौँ। जस्तो सुरुमा रामसार साइट्स भनेको के हो भन्दाखेरि रामसार साइट्स भनेको चाहिँ त्यो साइट्सहरू हो होइन, जुन चाहिँ रामसार कन्भेन्सन अनुसार चाहिँ रामसार साइट्स भनेर भनिएको छ है त। अब यो चाहिँ वेटल्यान्डसँग सम्बन्धित हुन्छ। अब रामसार कन्भेन्सन भनेको 1971मा इरानमा भएको हो है त। अनि 1975मा देखि चाहिँ लागु इम्प्लिमेन्ट भएको है। एडप्ट चाहिँ यो 1971मा भयो, तर इम्प्लिमेन्ट चाहिँ 1975देखि भयो है त। अब फर्स्टमा हामीलाई के थाहा पाउनु पऱ्यो त भन्दाखेरि नेपालमा कतिवटा रामसार साइट्स छ भनेर सोध्यो भने 10वटा है त। अब यो कसरी याद राख्ने? रामसार होइन, राम भनेको भगवान राम, श्रीराम। अब श्रीरामलाई के गर्ने त? श्रीरामलाई पूजा गर्न कहिले पनि बस गर्नु हुँदैन, सधैँ पूजा गरिराख्नुपर्छ। भनेपछि बस 10 है त। कतिवटा छ? 10वटा है त। अब यो कसरी याद राख्ने? यो एउटा 10वटा छ होइन। एउटा 1987मा यो चाहिँ फर्स्टवाला हो। यो पनि के अरे नेपालले एडप्ट चाहिँ 2003मै गरेको, तर यो 1987मै डिक्लेयर भएको है त। यो कसरी याद राख्ने भन्दाखेरि सुरुमा यो नेपालको तराई छ होइन, यो तराईबाट चाहिँ हामी कहाँ जान्छौँ भन्दाखेरि हामीलाई यो घोडाघोडी अथवा यो जगदीशपुर भन्ने ताल छ होइन, यहाँ कपिलवस्तुमा, त्यहाँ जानु छ अरे। त्यहाँ कसरी जाने त भन्दाखेरि यतातिर कोशी टप्पु छ, त्यो कोशी टप्पु चाहिँ तपाईँ याद राख्नु होइन। त्यहाँबाट याद राखिसकेपछि अब हामीले के याद राख्नु पऱ्यो भन्दाखेरि 20 रुपियाँमा घोडा चढेर हामी यहाँ जगदीशपुर ताल जाने है त। भनेपछि 20बाट 20,000, त्यसपछि घोडाबाट घोडाघोडी, अनि यो जगदीशपुर, यो 2003को भइहाल्यो है त। 3मा ठ्याक्क 3वटा। त्यसपछि यो 7को कसरी याद राख्ने? गोकियो, गोसाइकुण्ड, से फोक्सुन्डो, रारा भन्दाखेरि त्यो बच्चामा हामी हेर्थ्यौँ नि त पावर रेन्जर्स, गो पावर रेन्जर्स गर्ने होइन। गो पावर भनेको फोक्सुन्डो अनि रारा है त। गो पावर रेन्जर्सबाट यो याद भइहाल्यो। त्यसपछि 7 पछि 1 आउने 8मा माई पोखरी है। अनि 2016मा चाहिँ पोखराको तालहरू होइन। पोखरामा जाँदाखेरि त्यो पन्छीहरूको स्वर सुनिन्छ नि त होइन, त्यो राम्रो स्वर सुनिन्छ, राम्रो आवाज सुनिन्छ त्यहाँबाट स्वर। अब सबभन्दा बढी एरिया भएको सोध्यो भने पोखराको तालहरू होइन, अनि सबभन्दा कम भएको भन्यो भने माई पोखरी है त। यो चाहिँ इलाममा पर्छ है त साथीहरू। ल हस्, धन्यवाद, यति हो आजलाई।